एभ्रिवान वेलकम ब्याक टु माई भ्लग। सो आज चाहिँ मेरो युनिभर्सिटीको फर्स्ट डे हो, सो म त्यसकै भ्लग बनाउँछु त। गाइज आज चाहिँ मलाई मेरो ड्याडी पुऱ्याइदिनुहुन्छ अनि भोलिदेखि चाहिँ म एक्लै जानुपर्छ गाइज। आज मात्र मेरो ड्याडी पुऱ्याइदिनुहुन्छ। सो लेट्स गो। The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, हाम्रो फर्स्ट पिरियड चाहिँ भयो फाइनली। जब गाइज अहिले चाहिँ हाम्रो ब्रेक टाइम हो होइन, अनि पछि हामीले चाहिँ हल्का सर्टिफिकेटहरू दिन बाँकी थियो, अनि पछि हामीले त्यो लिएर आयौँ। अब चाहिँ हामी खाजा खान्छौँ होला। गाइज हामी चाहिँ अहिले खाजा खाँदैछौँ। Under the boughs where the shadows play, the wind hums songs at the break of day. गाइज हाम्रो फाइनली क्लास पनि सक्यो। अब चाहिँ हामी घर जाँदैछौँ। आज मैले बुक पनि पाएँ नि त गाइज, यत्रो ठुलो ब्याग देखेको छ। अब चाहिँ हामी जान्छौँ गाइज। मेरो साथी चाहिँ क्यामेरा साइ छ होइन, ऊ चाहिँ क्यामेरामा आउन मान्दैन। आज गाइज हाम्रो क्लासमा फर्स्टमा चाहिँ गीत गाएर बसिरहेको थियो होइन, अनि पछि चाहिँ यस्तो गाली खायो गाइज। मैले त्यति बेला भिडियो चाहिँ बनाएन, तर मजा लाग्यो। त्यही नै हो गाइज, आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग। बाई बाई।